मानव उद्धार सेवा आश्रममा उपस्थित भएका छौँ र दिगो विकास सुशासन जवाबदेहिता हाम्रो समाजको आवश्यकता भन्ने मूल नाराका साथ निर्माण भएको यस भारत युवा क्लबले सामाजिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको त सबैलाई अवगतै छ र यस अगाडि पनि हामीले यही वडामा 2टा कार्यक्रमहरू हाम्रो आदरणीय अध्यक्षको अनुमतिले सम्पन्न गरिसकेका छौँ र यो हाम्रो यस वडाको लागि र यस आश्रमको लागि पनि पहिलो कार्यक्रम हो र अलिकति भाग्यमानीले हामीभन्दा थोरै भाग्यमानीलाई आफ्नो भागबाट भए पनि केही सहयोग गर्नुपर्छ र अहिलेको विभिन्न समयमा फजुल खर्च अथवा विलासिताका कुराहरूले रमाइरहेको समाजको अवस्थामा त्योभन्दा पनि माथि उठेर छोराको जन्मदिनको अवसर पारेर बरु एउटा अलिक असहायहरू भएको ठाउँमा जो मानव सेवा आश्रम यो गौरादामा स्थापना भएको पनि यो स्थापना त धेरै अगाडि भएको तर यसमा सेवा कार्यालय भएको चाहिँ लगभग हाम्रो 6 महिना भएको छ र त्यसले गर्दाखेरि यो आश्रम भनेको सबैको सेवाबाट सबैको अनुदानबाट चल्ने यो आश्रम हो। त्यसले गर्दाखेरि आज हामी यही आश्रमलाई केही गर्नुपर्छ भनेर उहाँको अनुमतिले कार्यक्रम कहाँ गर्ने भन्दै गर्दाखेरि हामीले गौरादामा यहाँ गरौँ भन्ने हिसाबले सबैजना मिलेर हामीले केही खाद्यान्न सामग्री लिएर यहाँ उपस्थित भएका छौँ र आजको यस कार्यक्रमको अध्यक्षता गरिदिनु हुन सारथी युवा क्लब गौरादाका अध्यक्ष आदरणीय गोविन्द कडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आजको यस कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुन गौरादा वडा नम्बर 5 का वडाध्यक्ष आदरणीय जगन्नाथ खनालज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन स्कुल चौन माविका पूर्व स्कुल व्यवस्थापन समितिका अध्यक्ष आदरणीय तिलबहादुर बस्नेतज्यूलाई हार्दिक अनुरोध गर्दछु।